Hello guys, it's me Sachin Shrestha. Welcome back to my second mini vlog. अहिले चाहिँ म कलेजबाट आएर यसो ड्रेसेस मिलाएर आएर झुन्डाएर यसो झुन्डाम न त भनेर म ड्रेसेस मिलाउन थालेँ। यसो पार्ट टप टाएर अनि ह्याङ्गरतिर झुन्डाउन थालेँ। यसो ह्याङ्गरलाई अब दोका पछाडि यसो झुन्डाएर अब खानसान खानु पऱ्यो अनि खानसान खानु लाग्यो। यसो किचनतिर गएर खानसानमा हाल्दै थिएँ। खाना राखेर आएको यसो साइडमा हेरेको पकौडा समोसा ल्याइदिनु भनेर चाहिँ यसो पकौडा समोसा थालमा राखेर यसो आयो अनि खाना थालेँ। पहिला चाहिँ पकौडा खाइदिएँ अनि एकछिन यसो मोबाइल हेरेँ, निन्दा लाग्यो अनि सुतेँ। 3:30 जस्तो यस्तै भयो त्यहाँदेखि उठेँ अनि यसो फ्रेसेस भएर अनि यसो काम परेर मास्टर गएँ। सामान किन्यो अब घरतिर लाग्यो। केही सामान लान बिर्सेछु त्यो फेरि लिन आएँ अनि आन्टीहरूले हेरी गर्नुभयो अनि मैले त्यो भएर मोबाइल उयो राखेँ अनि सामानलाई एकछिन पर्थ्यो अनि सामान लिनुभयो अनि यसो प्रेसक्रिप्सन गरेँ अनि प्रेसक्रिप्सन बुझाइदिएँ अनि सामान लिएर अनि म घरतिर लागेँ। बस्दा वाक्क लाएर बाहिर निस्केँ त अनि यसो हेरेको मास्टर घाम यस्तो दामी देख्यो अनि यसो खिचिहालेँ, 1-2 सर्ट खिचिहालेँ। अनि यसो बहिनीले जिद्दी गर्दै बाँस मागिरहेको रहेछ बाबासँग। बाँस नदिएपछि स्केटबोर्ड झिकेर चल्न थाल्यो अनि एकछिन चल्दा लडिहाल्यो अनि रुन थाल्यो अनि मैले नानीलाई फकाइ भित्र लिएर गएँ अनि भित्र जाँदा रुँदै गयो अनि म भएको ठाउँमा लगेर छोडेँ मैले। अनि एकछिन पछाडितिर नि गएँ यसो डुल्यो नि बहिनी रुँदै रहेछ अझै अनि एकछिन यसो हेऱ्यो अनि यहाँभित्र चाहिँ अहिले नयाँ स्केट पार्क बनिरहेको ठुलो अनि एकछिन यसो पानी चलाउँदै बस्यो। अनि आजको लागि यति नै, पिस आउट।